जेन्जी आन्दोलनमा 19 जनाको ज्यान लिने गोली चलाउन आदेश दिने पिटर वान। बल प्रयोग गर्ने पहिलो आदेश पिटर वान कल साइनका उच्चतम अधिकारीबाट आएको थियो। कर्फ्यू लागिसकेको छ, आदेश माग गरिराख्नु पर्दैन, आवश्यक बल प्रयोग गर्ने। 6 महिनापछि बीबीसीको खुलासा, आइजिपी चन्द्र कुबेर खापुङले आदेश दिए, प्रहरीले जेन्जीमाथि गोली बसायो। गएको भदौ 23 गते अर्थात् सेप्टेम्बर 8 दिउँसो सुशासन माग्दै प्रदर्शनमा उत्रेका 19 युवा प्रहरीको गोली लागेर नयाँ बानेश्वरमा ढले। गोली कसले चलायो? प्रहरीले स्पष्ट छ, तर गोली हान्ने आदेश कसले दियो यसको जवाब छैन। जेन्जी प्रदर्शनको करिब 6 महिनापछि बीबीसीले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टले भनेको छ ती नवयुवाहरूमाथि गोली चलाउन आदेश दिने अधिकारी तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ हुन्। धेरैमा आशंका थियो गोली चलाउन आदेश प्रहरी प्रमुखले दिए वा काठमाडौँका सिडिओले। बीबीसीको अनुसन्धानले भनेको छ गोली चलाउन आदेश दिने पिटर वान हुन्। पिटर वान प्रहरी महानिरीक्षक खापुङको कल साइन हो। बीबीसी वर्ल्ड सर्भिसको टोलीले सेप्टेम्बर 8 का घटनाहरूको विवरण पाएको प्रहरीको आन्तरिक कागजात फेला पारेको छ, जसमा पिटर वान कल साइन प्रयोग गर्ने व्यक्तिले कर्फ्यू लागू भएको 10 मिनेटपछि र फिल्डमा रहेका अधिकारीहरूले घातक हतियार प्रयोग गर्न बारम्बार अनुमति माग गरेपछि आफ्ना अधिकारीहरूलाई आवश्यक बल प्रयोग गर्न आदेश दिएको खुलासा भएको छ। बीबीसीआई इन्भेस्टिगेसनको स्रोतका अनुसार पिटर वान नेपालका पूर्व प्रहरी महानिरीक्षक खापुङले प्रयोग गर्ने कल साइन थियो। खापुङले आफूले आदेश दिएको कुरालाई अस्वीकार गरेका छैनन्, तर नेपाल प्रहरीले भने सरकारी सुरक्षा समितिको स्वीकृतिपछि र नेपाली कानून बमोजिम अन्य सबै प्रकारका बल प्रयोग गरिसकेपछि मात्र यस्तो आदेश दिएको बताएको छ। नोभेम्बरमा अवकाश प्राप्त गरेका खापुङले यसबारे प्रतिक्रिया माग्दा जवाफ नदिएको बीबीसीले उल्लेख गरेको छ। उनले घटनाका लागि आफू जिम्मेवार नभएको बताएका छन्। नेपाल प्रहरीले हामीलाई दिएको जवाफ अनुसार बल प्रयोग गर्ने निर्णय काठमाडौँ जिल्ला सुरक्षा समितिबाट आएको थियो। प्रहरीका अनुसार समितिले बल प्रयोग गर्ने निर्णय दिनु अघि प्रहरी महानिरीक्षक खापुङले त्यस प्रकारको कुनै आदेश दिएका थिएन। अन्य बीबीसीले परीक्षण गरेका भिडियो प्रमाणले 19 जना पीडित मध्ये सबैभन्दा कान्छा 17 वर्षीय श्रेम चौलागाई निहत्था रहेको र मृत्यु हुनु अघि शान्तिपूर्ण रूपमा घटनास्थलबाट बाहिरिने प्रयास गरिरहेको देखाउँछ।